नमस्ते, वेलकम टु माई च्यानल। म चाहिँ आज राजमा बनाउन जाँदैछु। यसमा चाहिँ मैले 1 अनियन चप गरेर रोस्ट गरेको छु। हल्का ब्राउन हुन दिनुपर्ने हुन्छ। यसमा चाहिँ मैले 2टा चप अनियन काटेर राखेको छु। हजुरहरूलाई स्वाद अनुसारले कति एउटा टमाटर राख्नु होला। यसको चाहिँ अलिकति धेरै ग्रेभी बनाउनु पर्ने हुन्छ। राजमा बनाउँदा धेरै पनि राजमा बनाउँदा हजुरहरूको मसला एकदमै राम्रोसँग पाक्न पर्ने हुन्छ है। नभए यसलाई अब रातो भएर पाकेर तेल छोडेपछि चाहिँ बल्ल अरू मसला एड गर्ने है। अब हाम्रो टमाटरले चाहिँ यतिको कलर दिएको छ। म चाहिँ यसमा चाहिँ गार्लिक जिन्जर एड गर्छु है। गार्लिक जिन्जर एड गर्ने। मसला आफ्नो स्वाद अनुसारको राख्नु होला। किनभने म चाहिँ प्रायः घरकै मसला युज गर्छु, किनकि घरमै पिस्ने मसलाहरू। यसमा हजुरले चाहिँ आफ्नो स्वाद अनुसारको नुन राख्नु होला। स्वाद अनुसार चाहिँ नुन चाहिँ तपाईँहरूले स्वाद अनुसार राख्नु होला। म चाहिँ 1 स्पुन टु 2 स्पुन राख्छु। बेसार आफ्नो स्वाद अनुसारले राख्नु होला। म चाहिँ यो घरमा पिसेको मसला जिरा धनिया गरम मसलाहरू पिसिन्छु। म आफै बनाएको मसला चाहिँ त्यही भएर मैले चाहिँ अलिकति धेरै मसला घरको भएर अलिकति मसला धेरै राख्छु। म चाहिँ राजमामा चाहिँ किनभने अलिकति घरको मसलामा चाहिँ मैले ज्वानोहरू पनि युज गर्छु। राजमा अलिक धेरै हेभी हुन्छ नि त, त्यही भएर ज्वानो ब्ल्याक पेपर राखेर मसला बनाउनु होला। अझै तपाईँले यस्तो टेस्टी पाउनुहुन्छ, ट्राई गर्नु होला। अब यसमा चाहिँ अब म के मिक्स गर्दैछु भने हजुरहरूले कतिपय मान्छेहरूले चाहिँ राजमामा क्रिम युज गर्नुहुन्छ है। म चाहिँ क्रिम युज गर्दिनँ कि किनभने त्यो हेभी हुन्छ क्रिम। राजमा पनि हेभी हुनेर म चाहिँ दही युज गर्छु। तपाईँहरूले चाहिँ दही युज गर्नुभयो भने यसको टेस्ट छुट्टै पाउनुहुन्छ है। राजमामा तपाईँलाई कति राख्नु मनपर्छ। म चाहिँ यसमा चाहिँ 3 स्पुन टु 4 स्पुन राख्छु है। हजुरहरूले अब दही राखेपछि राम्ररी यसरी मिक्स गरिदिनु होला। छिटो चलाउन पर्ने हुन्छ है राजमालाई, एकदम छिटो मसलालाई कतिसम्म दही नफाटोस् भन्ने हाम्रो हुन्छ। अब मसलामा परिसकेपछि त अलिअलि त फाल्छ, त्यही पनि यसलाई मजाले मिक्स गरिदिनु होला। छिटो यसरी चलाइदिनु होला। त्यसपछि यसले मजाले आफूले मसलाको कलर दिन्छ। हेर्दै जानुहोस् कलर यसरी एकछिनपछि यसले आफ्नो तेलको कलर छोड्छ है। हाम्रो मसला बनाएर रेडी भइसक्यो। ल हेर्नुहोस् त यो मसलाले कस्तो राम्रो कलर छोड्यो। मेरो दही पनि फाटेको छैन। मजाले यसरी मसला बनाउनु होला। मैले चाहिँ अलरेडी अघि नै प्रेसर कुकरमा मैले राजमा बोइल गरिसकेको छु। अब म यसमा यो राजमा एड गर्छु। हजुरहरूले भिजाएर राख्नु होला र प्रेसर कुकरमा बोइल गर्नुभयो पनि हुन्छ, क्यान युज गर्न पनि सक्नुहुन्छ। म चाहिँ क्यानभन्दा आफै घरमै बनाउँछु। अब यसलाई एड गरिदिनु हो। यसलाई मजाले मिक्स गरिदिनु होला। अब यसमा तपाईँले ड्राई खान मन छ भने यसमा पानी एड नगर्नु, यतिकै पनि खान सक्नुहुन्छ। यदि हजुरले चाहिँ अलिकति हल्का ग्रेभी खान्छु भन्नुभयो भने चाहिँ यसमा हल्का पानी एड गरिदिनु होला। म चाहिँ अब 1 कप पानी मिक्स गर्छु यसमा। मलाई चाहिँ हल्का ग्रेभी मनपर्छ, किनभने राजमामा चाहिँ अलिअलि ग्रेभी नै ठिक लाग्छ मलाई। अनि तपाईँहरूलाई चाहिँ म एउटा कुरा यसमा के भन्न चाहन्छु, जसलाई राजमा खाँदा एकदम पेट ढुस्स हुन्छ, गाह्रो फिल हुन्छ भने चाहिँ उहाँहरूले चाहिँ के गर्नु भने यो पकाउँदा राजमामा पकाउँदा हल्का बिरे नुन एड गरिदिनु है।
म चाहिँ यो बिर्यानी नुन एड गर्दैछु किनभने म सधैँ हल्का बिर्यानी नुन चाहिँ एड गर्छु किन यसले गर्दा चाहिँ तपाईहरुलाई ग्यास हुन दिँदैन त्यही भएर तपाईले ग्यास नहुनको लागि मसलामा चाहिँ अलिकति ज्वानो पिसेको हुनुपर्ने हुन्छ र ग्रेभी पकाउने बेलामा या ड्राई बनाउनु भयो भने पनि हाफ स्पुन टी ब्ल्याक सल्ट एड गरिदिनु भयो भने तपाईहरुलाई चाहिँ राजमा खाँदाखेरि ग्यासको प्रब्लम हुँदैन पेट टुस्टुस हुँदैन है अब मेरो राजमा पाकेर रेडी भइसक्यो अब यसलाई चाहिँ हेर्नुस् कति राम्रोसँग मेरो चाहिँ राजमा पाकेर रेडी भयो हेर्नु साथीहरु हजुरहरुले पनि यसरी ट्राई गर्नुस् होला हेर्नुस् त मेरो राजमा त रेडी भयो अब म यो तातो मानसँग खानेछु थ्यांक यू सो मच हजुरहरुलाई मन परेमा मेरो भिडियोलाई शेयर गरिदिनु होला लाइक गरिदिनु होला सब्स्क्राइब गरिदिनु होला हजुरहरु पनि ट्राई गर्नु है एकचोटी यो रेसिपी